नमस्ते साथीहरू, तपाईहरुलाई मेरो नयाँ भिडियोमा वेलकम छ। आज चाहिँ हामी डिम्याट र टिएमएस एकाउन्ट भनेको के हो र यो कसरी ओपन गर्ने भन्ने टपिकमा छलफल गर्छौं। सुरुमा डिम्याटलाई बुझौँ है त। डिम्याट एकाउन्ट जसलाई डिमोनेटाइजेसन एकाउन्ट पनि भनिन्छ, सिम्पल भाषामा भन्नुपर्दा हाम्रो शेयरहरूलाई स्टोर गर्ने एकाउन्ट हो। इक्जाम्पलको लागि जस्तो कि हाम्रो ब्याङ्क एकाउन्टमा चाहिँ हाम्रो पैसा स्टोर गरिन्छ, त्यसरी नै डिम्याट एकाउन्टमा चाहिँ हाम्रो शेयर स्टोर गरिन्छ। यदि तपाईँ आइपिओ भर्न वा सेकेन्डरी मार्केटमा शेयर ट्रेड गर्न चाहनुहुन्छ भने डिम्याट एकाउन्ट कम्पलसरी हो। डिम्याट एकाउन्ट बिना तपाईँले कुनै पनि शेयर कारोबार गर्न मिल्दैन। तपाईँले डिम्याट एकाउन्ट दुईटा ठाउँमा खोल्न मिल्छ, एउटा ब्याङ्कमा र एउटा शेयर ब्रोकरकोमा। अनि तपाईँहरूको माइन्डमा एउटा क्वेसन पक्कै पनि आइरहेको होला, डिम्याट एकाउन्ट खोल्न के डकुमेन्ट्स चाहिन्छ त? सुरुमा डिम्याट एकाउन्ट खोल्नलाई तपाईँसँग ब्याङ्क एकाउन्ट एउटा हुनै पर्यो, अनि तपाईँको पासपोर्ट साइजको फोटो र तपाईँको नागरिकता भए पुग्छ। यदि तपाईँसँग नागरिकता छैन र तपाईँ माइनर हुनुहुन्छ भने तपाईँले माइनर एकाउन्ट पनि खोल्न मिल्छ। तपाईँले के गर्नुपर्छ भन्दाखेरि चाहिँ आफ्नो प्यारेन्ट्सको नागरिकता लिएर जाने र आफ्नो बर्थ सर्टिफिकेट लिएर जाने, अनि तपाईँको डिम्याट एकाउन्ट चाहिँ इजिली ओपन हुन्छ। यदि तपाईँ डिम्याट एकाउन्ट खोल्नलाई फिजिकल्ली भिजिट गर्न चाहनुहुन्न भने तपाईँले आफ्नो डिम्याट एकाउन्ट अनलाइन पनि खोल्न मिल्छ। र कसरी खोल्ने भन्ने टपिकमा म तपाईँहरूलाई एउटा डेमो पनि दिन्छु है त। साथीहरू, अहिले चाहिँ म क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर 62 को होम पेजमा आइसकेको छु र यहाँ तपाईले अप्सन देख्नुहुन्छ ओपन एकाउन्ट अनि डिम्याट एकाउन्ट भनेर। डिम्याट एकाउन्ट खोल्नलाई चाहिँ तपाईले यो सबै डिटेल्सहरू फिल गर्नुपर्ने हुन्छ। वानमा चाहिँ तपाईले अब फर्स्ट नेम, अब ग्राहकको प्रकारहरू, टाइप्स अफ क्लाइन्ट, पर्सनल, सिटिजनशिप एन्ड पासवर्ड डिटेलहरू यो सबै भरेर ब्याङ्कको नाम, ब्याङ्कको एकाउन्ट नम्बर, अनि कस्तो खालको ब्याङ्क एकाउन्ट हो, सेभिङ एकाउन्ट हो कि करेन्ट एकाउन्ट हो, त्यो सबै हाल्नुपर्ने हुन्छ। र 2 मा तपाईको कन्ट्याक्ट डिटेल्स, अनि 3 मा तपाईको अकुपेसन एन्ड अदर डिटेल्स। अनि यो सबै चाहिँ अब तपाईले 1 बाइ 1 भर्नुपर्ने हुन्छ। तपाईले अब 1 नभरिकन मैले 2 मा तपाईले के छ भनेर देखाउन मिलेन, सो तपाईले अब 1 2 3 4 5 सम्म चाहिँ तपाईले इजिली भर्न सक्नुहुन्छ। अनि 6 मा चाहिँ अब अलिकति थप डकुमेन्टहरू छ, जस्तो कि तपाईँ पहिला नै क्लियर भएर बस्नुपर्ने हुन्छ। जस्तो कि म तपाईलाई अहिले सरसटी भनिदिन्छु के चाहिन्छ भनेर। तपाईले ल्याप्स एउटा लिएर आउनु पर्यो, अनि ल्याप्स चाहिँ तपाईको पेपर या कपी जुनमा पनि लगाएर फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ। अनि चाहिने डकुमेन्ट भनेको नागरिकता, यदि तपाईँ माइनर भएको खण्डमा तपाईँको प्यारेन्ट्सको नागरिकता र तपाईँको बर्थ सर्टिफिकेट, अनि तपाईँको फोटो, अनि तपाईँले चाहिँ आफ्नो नागरिकता समातेको एउटा फोटो पनि चाहिन सक्छ। यदि यहाँ छ भने चाहिँ मैले चाहिँ अब लास्टमा गएर हेरेको छैन। यो सबै रेडी पारेर राख्नुहोस्, अनि तपाईँले सजिलै 5 सम्म फिलअप गरेर 6 मा जाँदा पनि तपाईँले अब डकुमेन्टहरू यताउति खोजिराख्नु परेन, सजिलै तपाईँले पढेर एप्लाई गर्न सक्नुहुन्छ। अब टिएमएसतिर आउँ है त साथीहरू। टिएमएस भनेको के हो त? टिएमएस भनेको चाहिँ ट्रेड म्यानेजमेन्ट सिस्टम हो, अनि टिएमएस एकाउन्ट भनेको चाहिँ तपाईँ सेकेन्डरी मार्केटमा अनलाइन सेयर बाई एन्ड सेल गर्नलाई चाहिने एकाउन्ट हो। यो एकाउन्ट बिना तपाईँले अनलाइनबाट सेयर कारोबार गर्न मिल्दैन। अब टिएमएस एकाउन्ट कसरी खोल्ने त? टिएमएस एकाउन्ट चाहिँ तपाईँले ब्रोकरकोमा मात्रै खोल्न मिल्छ, र अघि डिम्याट एकाउन्ट खोल्ने प्रोसेस जस्तै टिएमएस एकाउन्ट पनि तपाईँले अनलाइन या फिजिकल्ली भिजिट गरेर खोल्न सक्नुहुन्छ। र अर्को एउटा सबसे इम्पोर्टेन्ट कुरा चाहिँ टिएमएस एकाउन्ट खोल्नलाई चाहिँ तपाईँसँग डिम्याट एकाउन्ट हुनैपर्छ, किनभने टिएमएस भनेको तपाईँले सेकेन्डरी मार्केटबाट सेयर बाई एन्ड सेल गर्ने एकाउन्ट हो। यदि तपाईँ सेयर किन्नुहुन्छ भने पनि तपाईँसँग किनेको सेयर स्टोर गर्नलाई डिम्याट एकाउन्ट हुनै पर्यो, र तपाईँ बेच्नुहुन्छ भने पनि तपाईँसँग कम्पलसरी डिम्याट एकाउन्ट हुनैपर्छ, किनभने तपाईँ जुन सेयर बेच्नुहुन्छ त्यो सेयर चाहिँ तपाईँको डिम्याट एकाउन्टमै स्टोर हुन्छ। अब चाहिँ म तपाईँहरूलाई टिएमएस एकाउन्ट अनलाइन कसरी खोल्ने भनेर सानो डेमो दिन्छु है त। साथीहरू, म फेरि क्यापिटल म्याक्स सेक्युरिटिजको वेबसाइटको होम पेजमा आएको छु, र अघि जस्तै तपाईँले ओपन एकाउन्टमा क्लिक गरेर ट्रेडिङ एकाउन्टमा क्लिक गर्न सक्नुहुन्छ। अघि चाहिँ तपाईँले डिम्याट एकाउन्टमा क्लिक गर्नुभएको थियो। अब क्लिक गरिसकेपछि तपाईलाई चाहिँ यसरी अनलाइन फर्म आउँछ। तपाईले चाहिँ यो सबै डिटेलहरू भर्नुपर्ने हुन्छ, 1 2 3 4 5, अनि 6 मा चाहिँ तपाईको युजर एग्रिमेन्ट छ। फर्स्टमा यहाँ क्लाइन्ट कोड भनेर हुन्छ, रिफर बाई भनेर पनि लेखेको छ। यदि तपाईलाई कसैले रिफर गरेको हो भने चाहिँ तपाईले यहाँ उसको क्लाइन्ट कोड हाल्न सक्नुहुन्छ, नत्र भने यो ठाउँ यतिकै खाली छोडिदिँदा हुन्छ। क्लाइन्ट टाइपमा चाहिँ तपाईले इन्डिभिजुअल सेलेक्ट गर्दा हुन्छ। मोबाइल नम्बर हाल्नु, अनि मेम्बर ब्रान्च, अनि प्यान नम्बर छ भने हाल्नु, नत्र त स्किप गर्दा हुन्छ। अनि इमेलमा हालेर तपाईले नेक्स्ट गर्न सक्नुहुन्छ। अनि
2 मा तपाईले इन्डिभिजुअल डिटेल्स फिल गर्नुपर्ने हुन्छ। तपाईको फर्स्ट नेम, जेन्डर, तपाईको पर्सनल डिटेल्सहरू हुन्छ, फादर नेम, मदर नेम, अनि सिटिजनसिप नम्बरहरू, म्यारिटल स्ट्याटस, यो सबै भरेर तपाईले अर्को स्टेपमा जान सक्नुहुन्छ। अनि इन्भल्भ इन इन्भेस्टमेन्ट कम्पनी, तपाईले अब आफू इन्भल्भ हुनुहुन्छ भने यस हाल्न सक्नुहुन्छ, आफू इन्भल्भ हुनुहुन्न भने नो हाल्न सक्नुहुन्छ। अनि 3 मा चाहिँ तपाईले एड्रेस हाल्नुपर्ने हुन्छ। पहिला आफ्नो पर्मानेन्ट एड्रेस हाल्नु, अनि यदि तपाईको टेम्पोरेरी एड्रेस चाहिँ सेम छ भने चाहिँ सेममा टिक लाउँदा भयो हैन। अनि यदि तपाईको टेम्पोरेरी एड्रेस छुट्टै छ भने यहाँ प्लसमा थिचेर भर्न सक्नुहुन्छ। 4 मा चाहिँ तपाईले ब्याङ्क डिटेल हाल्नुपर्ने हुन्छ। ब्याङ्क एकाउन्ट, तपाईको ब्याङ्कको ब्रान्च कहाँ एकाउन्ट खोल्नु भएको भनेर, एकाउन्ट टाइप यदि करेन्ट हो भने करेन्ट, सेभिङ हो भने सेभिङ, ट्रान्जेक्सनल हो भने ट्रान्जेक्सनल, एकाउन्ट नम्बर चाहिँ हाल्नुपर्ने हुन्छ यता। अनि 5 मा चाहिँ तपाईलाई डिपोजिटरी डिटेल्स भनेर हुन्छ। यहाँ बेनिफिसियरी ओनर आइडेन्टिटी नम्बर हो, यो भनेको तपाईको डिम्याट नम्बर हो। यहाँ डिम्याट नम्बर हालेर तपाईले नेक्स्ट क्लिक गरेर हुन्छ। अनि मनी लन्डरिङ प्रिभेन्सनमा तपाईलाई क्वेशनहरु सोधेको हुन्छ। तपाईले यहाँ यस र नो टिप्न सक्नुहुन्छ। आर यु पोलिटिशियन अर हाई र्याङ्किङ अफिसर, हो भने यस, हैन भने चाहिँ नो क्लिक गर्न सक्नुहुन्छ। यसैगरी बाँकी भएको 4 वटा क्वेशनलाई पनि यसरी नै यस र नो मा क्लिक गर्न सक्नुहुन्छ। 7 मा चाहिँ डकुमेन्ट्स अपलोड हुन्छ। यहाँ चाहिँ तपाईले आफ्नो पर्सनल डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ। अनि यहाँ सिटिजनसिप अपलोडमा चाहिँ एउटा इम्पोर्टेन्ट कुरा छ, तपाईको फ्रन्ट र ब्याकको फ्रन्ट सिटिजनसिपको फ्रन्ट फोटो र सिटिजनसिपको ब्याक फोटो हाल्नुपर्ने हुन्छ। अपलोडमा एकचोटि चाहिँ तपाईले फ्रन्टको गर्नु होला, अनि प्लस थिचेर सिटिजनसिपको अर्को अप्सन आउँछ, यहाँ चाहिँ तपाईले ब्याकको हाल्न सक्नुहुन्छ। यदि तपाई माइनर भएको खण्डमा चाहिँ तपाईको बर्थ सर्टिफिकेट हाल्नुपर्ने हुन्छ। बर्थ सर्टिफिकेट र गार्जियनको सिटिजनसिप, तपाईको आमाको हाल्दा नि हुन्छ, तपाईको बुवाको हाल्दा नि हुन्छ। यो एस्ट्रिक लेखेको सबै कुराहरु चाहिँ म्यान्डेटरी हो, अनि यो एस्ट्रिक नलेखेको कुराहरु चाहिँ म्यान्डेटरी हैन, तर फोटो चाहिँ तपाईले हाल्नुपर्छ है। अब प्यान कार्ड चाहिँ तपाईको छैन भने नहाल्दा पनि हुन्छ। अनि 8 मा चाहिँ तपाईको युजर एग्रिमेन्ट हुन्छ। अनि यो कुरा एउटा चाहिँ बुझाउनुस् है सर, यो कुरामा चाहिँ मैले भोइस गरिन। यहाँ चाहिँ मैले यसो बिस्तारै तलसम्म स्क्रोल गर्छु हैन। अनि तपाईले यो भिडियोलाई फास्ट गरेर उ गर्नु न, तपाईको अडियोसँग म्याच हुने गरी। र आजको भिडियोलाई चाहिँ यति नै। बाइ बाइ, सी यू इन अनदर भिडियो।